बजेट बारेमा चाहिँ आफ्ना जिज्ञासा तथा आफ्नो सुझाव लिएर पाल्नुहुने नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कन्काई नगर कमिटीका अध्यक्षज्यू, उपाध्यक्षज्यू, सचिवज्यू लगायत पदाधिकारी तथा सदस्यज्यूहरू र यसका समर्थक शुभचिन्तकज्यूहरू, त्यस्तै गरेर यहाँ उपस्थित आजको यस कार्यक्रमलाई चाहिँ आम नागरिकको बिचमा पुर्याउनको निमित्त आउनुहुने सम्पूर्ण पत्रकार बन्धुहरू, अत्यन्त खुसी लागेको छ कि यहाँहरूले आफ्नो यो सुझावको क्रममा पनि भन्नुभएको थियो। कन्काई नगरपालिकाले हामीले बजेटको पूर्व सन्ध्यामा नीति र कार्यक्रमको बारेमा सुझाव लिनको निमित्त हामी सम्पूर्ण राजनीतिक पार्टी लगायत विभिन्न सरकारवाला समूहलाई राखेर हामीले चाहिँ मतलब त्यतिखेर खास कार्यक्रमहरू यहाँको सुझावहरू हामीले मागेका थियौँ र अहिले यहाँ लिखित रूपमा पनि यो सुझाव दिनुभएको छ। यो सुझावको निमित्त म मेरो व्यक्तिगत तर्फबाट तथा कन्काई नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु। र स्वाभाविक रूपमा चाहिँ हामी जो जहाँ बसे पनि त्यतिखेर हामीले चाहिँ यो शासन व्यवस्थाहरू प्राप्त गरिराखेका थियौँ, गर्नको निमित्त लडिराखेका थियौँ। त्यतिखेर हामी सबै एउटै ठाउँमा थियौँ र आज यो अवस्था ल्याइसके पछाडि चाहिँ व्यवस्था परिवर्तन भए पनि अवस्थामा परिवर्तन भएन भनेर विभिन्न ठाउँबाट चाहिँ यसको गुनासोको कुराहरू आइराखेको सन्दर्भमा स्वाभाविक रूपमा चाहिँ चाहे सत्तामा बस्ने होस् अथवा सत्ता बाहिर बस्ने होस्, सबैलाई त्यो बारेमा चासो र कसरी चाहिँ यसलाई चाहिँ मतलब अवस्था परिवर्तन गर्न सकिन्छ भन्ने कुराहरू लाग्नु, त्यसभित्र चाहिँ बस्नेहरूले पनि आफ्नो ढङ्गले चाहिँ कार्यक्रम बनाएर चाहिँ त्योतिर लागू गर्नु र बाहिर बस्नेहरूले पनि चाहिँ त्यसलाई चाहिँ कसरी पुरा गर्न सकिन्छ भनेर सुझाव दिनु, यो हामीले ल्याएको गणतन्त्र, हामीले प्राप्त गरेको प्रजातन्त्रको सबैभन्दा चाहिँ उत्कृष्ट पक्ष हो र आज यही उत्कृष्ट पक्ष निर्वाह गर्ने क्रममा यहाँहरू उपस्थित हुनुहुन्छ। र खास गरेर म के भन्न चाहन्छु भने हो, हामीले चाहिँ शहीद दिवसहरू मनाइराख्दाखेरि, गणतन्त्र दिवस मनाइराख्दाखेरि अथवा चाहिँ हामीले चाहिँ संविधान दिवस मनाइराख्दाखेरि हामीले जहिले पनि यो बारेमा चाहिँ छलफल गरिराखेका हुन्छौँ कि जसले यसको निमित्त चाहिँ हाँसी हाँसी आफूलाई बलिदान दिनुभयो, जसले यसको निमित्त लड्नुभयो र आज हामीले वास्तवमा त्यो क्षेत्रमा कति काम गर्न सकेका छौँ अथवा त्यो तात्विक वर्गलाई हामीले कतिको सम्बोधन गर्न सकेका छौँ भनेर हामी पनि पर्खेल्न कोसिस गर्छौँ र चाहिँ त्यसले कतिको छोएको छ भन्ने कुराहरू कहिलेकाहीँ हामी त्यो बारेमा चाहिँ छलफल पनि गर्छौँ र त्यो बेलामा पनि हामी भन्ने गर्छौँ। र हामीले यसो हेर्दाखेरि चाहिँ के भेट्छौँ भन्दाखेरि अब गर्नुपर्ने कुराहरू त एकदमै धेरै छ, तैपनि हामीले गरिराखेका कतिपय कार्यक्रमहरूले होला त्यसमा सुधार गर्नुपर्ने होला, चाहे हस्पिटलको कुरा होस्, चाहे चाहिँ आधारभूत स्वास्थ्य केन्द्रको कुरा होस्, चाहे चाहिँ हामीले चलाइराखेका कृषिका कार्यक्रमका कुरा होस्, चाहे चाहिँ हामीले चलाइराखेका सिँचाइको कुरा होस् अथवा चाहे हामीले चलाइराखेका ग्रामीण विद्युतीकरणका कुराहरू किन नहुन्, चाहे हामीले बनाइराखेका पूर्वाधारका कुराहरू किन नहुन्, हरेक कुराहरूमा काहीँ न काहीँ हामीले भने जस्तो नहोला, तर पनि के चाहिँ एउटा स्वाभाविक रूपमा गर्व लाग्छ भने कुनै दिन म पनि एउटा चाहिँ 28 वर्षकै उमेरमा जतिखेर यो कन्काई नगरपालिका बन्नुभन्दा अगाडि सुरुङ्गा गाविसको उपाध्यक्ष भइराखेको अवस्था अथवा त्योभन्दा अगाडि मैले चाहिँ मतलब चाहिँ राज्यको अवस्थाहरू हेरिराखेको अवस्थामा हेर्दाखेरि आजको अवस्था त्यो अवस्थालाई हेरेर अहिलेको अवस्थामा हेर्ने भने हामीले गर्वका साथले भन्न सक्छौँ हामीले धेरै काम गरेका छौँ भनेर। तर आम नागरिकको चाहिँ आकांक्षा, आम नागरिकको निमित्त चाहिँ गर्नुपर्ने कुराहरू हेरिराख्दाखेरि चाहिँ अझै हामीले धेरै गर्न बाँकी छ भन्ने कुरा त्यो पनि हामीले चाहिँ आत्मसात गर्छौँ। र मैले एउटा इक्जाम्पल दिन्छु, यहाँले कतिको याद गर्नुभएको छ। म जतिखेर चाहिँ बाल्यकालको अवस्थामा चाहिँ हेरिराख्दाखेरि के भने धेरै मान्छेहरू चाहिँ खान नपाएर एकदमै कुपोषणको शिकारको कुराहरू अथवा चाहिँ त्यो खालको अवस्थाहरू धेरै देखिन्थ्यो भने अहिले हेर्दाखेरि के भने यदि जो मान्छे काम गर्न चाहन्छ, काम गर्न भनेको के भने यहाँ कामको कुराहरूको प्रवृत्ति र वृत्तिको कुराहरू चाहिँ अलिक फरक ढङ्गको देखिन्छ। जस्तो आज मान्छेले म श्रम गर्छु र चाहिँ श्रम गर्न चाहन्छु, म जस्तो सुकै पनि श्रम गर्छु भन्दाखेरि त्यो मान्छे भोको बस्नुपर्ने अवस्थाहरू देखिँदैन। किनभने आज हामीले सर्वे गर्दा के देखिन्छ भन्दाखेरि हाम्रो हुने यहाँ चाहिँ मतलब चाहिँ जुन पूर्वाधार निर्माणको कुराहरूमा 80% भन्दा बढी चाहिँ मतलब विदेशीले यहाँ काम गरिराखेका छन्, जबकि हाम्रो 20% मान्छे पनि छैन। त्यसो हुँदाखेरि त्यो क्षेत्रमा युवाहरूले त्यो ढङ्गले काम गर्छु भन्दाखेरि त्यहाँ रोजगार नपाउने अवस्थाको कुराहरू देखिँदैन। त्यस्तै गरेर
अर्कोतिर हेर्नुहुन्छ भने हिजो जो चाहिँ जुन घरमा चाहिँ मतलब म दलितको घरमा पनि 60 वर्ष नागेको घर छ भनेर चाहिँ अरू अन्य जातिको छ भने त्यसलाई 70 वर्ष नागेको छ भने उहाँहरूलाई दिएको एउटा राज्यले चाहिँ जुन यो विशेष गरेर ज्येष्ठ नागरिक भत्ताको सम्मानको कुराहरू छ त्यो 4000 रुपियाँको कुरा हो। उहाँहरूलाई एउटा बाँच्नको निमित्त राम्रै ढङ्गले पुगेको देखिन्छ र हिजो बच्चामा हामीले त्यो बेलामा देख्ने गरिबीको कुराहरू र आजको बिचमा खान नपाएर मर्ने कुराहरूको सन्दर्भको कुराहरूमा नेपालमा अलिक फरकै म चाहिँ देख्छु त्यसरी हेर्दाखेरि। त्यसै हुनाले आज भन्नै पर्ने हुन्छ हामी तपाईँ सबै कहिले कोही सत्तामा पुग्यो होला, कहिले कोही सत्तामा पुग्यो होला, तर जे होस् जसले जति चाहिँ गरेको भए पनि आज चाहिँ गर्वले भन्न सकिन्छ कि जतिखेर जुन दिनबाट चाहिँ एउटा नेपालको संविधान 2072 प्राप्त गर्यो त्यसले चाहिँ मतलब चाहिँ 74 देखि स्थानीय सरकार र 3 तहको सरकार बनेर काम गर्न थाल्यो त्योमा हामीले आज नेपालको सन्दर्भमा विकासको कुराहरू सुरु गर्ने हो भने 2013 सालदेखि चाहिँ आवधिक योजना अथवा चाहिँ पञ्चवर्षीय योजना चाहिँ सुरुवात भएर चाहिँ त्यो बेलादेखि चाहिँ विकासको सुरुवात भनेर यसरी हामीले गन्यौँ भने करिब चाहिँ 69 वर्ष हुन लागिसकेको सन्दर्भमा अहिले 8-9 वर्षमा जति विकास भयो त्यो चाहिँ हिजो 60 वर्षमा भएको विकासको चाहिँ मतलब 10औं गुणा धेरै छ भनेर भन्न सकिन्छ। चाहे हामीले यहीँ भएका चाहिँ पूर्वाधार सडक निर्माणको कुरा गरौँ, चाहे सिँचाइको क्षेत्रमा गरेको कुरा गरौँ, चाहे बिजुलीको क्षेत्रमा कुरा गरेको कुरा गरौँ, चाहे इभन तटबन्धनकै कुराहरू गरेको कुराहरू क्षेत्रमा पनि विपद व्यवस्थापनको सन्दर्भमा गरेका कुराहरू किन नहुन् हो। काम गर्ने क्रममा केही कमी कमजोरी हुन सक्छ। हिजो हामीले एउटा तहगत ढङ्गले चाहिँ सूक्ष्म विश्लेषण गरेर गरेको कामहरूमा केही कुराहरू कमी कमजोरीहरू हुन सक्छ। तर हाम्रो कुराहरू के भने कमी कमजोरीबाट सिकेर त्यसलाई चाहिँ मतलब त्यसलाई निमिट्याउन पार्ने भन्ने कुराहरू भन्दा पनि अब यहाँ के सम्भावना छ भन्ने कुराहरू हेरेर त्यहाँबाट चाहिँ त्यसलाई माथि उठाएर लिएर जान सक्यौँ भने हामीले त्यसमा पनि आफ्नो चाहिँ मतलब लक्ष्य प्राप्त गर्न सक्छौँ। तर त्यसबाट हामीले चाहिँ त्यसलाई यो मिलेन यो बनेन भनेर चाहिँ आलोचनै मात्रै गऱ्यौँ भने त्यो एउटा राम्रो प्रोजेक्ट पनि मतलब चाहिँ अवसान हुन सक्छ। त्यसो हुनाले म के आग्रह गर्न चाहन्छु भने आलोचना स्वस्थ आलोचना राम्रो हुन्छ अनि त्यो आलोचनाको निमित्त आलोचनाको कुराहरू त्यो राम्रो कुराहरू होइन। र यहाँहरूले एकदमै एउटा चाहिँ अहिले जुन ढङ्गले यहाँहरूको यो प्रस्तुति छ यो कुरा छ यसले हामीलाई एउटा चाहिँ बल प्रदान गरेको छ र पहिला दिएका हामीलाई सुझावको कुराहरूको मध्यनजर गर्दै आम नागरिकले खानेपानी खान पाउनुपर्छ भन्ने सन्दर्भमा करिब चाहिँ यो नगरपालिकामा चाहिँ हामीले पहिला त्यो बजेटलाई अहिले कुराहरू आए 70-60% भन्दा बढी बजेट चाहिँ वार्डको विनियोजनको कुराहरू भनिराख्दाखेरि यहाँलाई यो जिम्मेवार व्यक्तिहरूले चाहिँ के सोच्नुपर्ने हुन्छ भने हामीले शिक्षाको बजेट राखिराखेका हुन्छौँ। शिक्षाको बजेट राखिराख्दाखेरि चाहिँ यो स्कुलको शिक्षकको तलब तपाईँले बेग्लै दिनुहोस् अनि यो स्कुलको पिउनलाई तपाईँले बेग्लै दिनुहोस् भनेर हिसाब गर्नुभन्दा शिक्षाको बजेट नगरमै राखेर चाहिँ त्यहाँ के त्यो त्यहाँको चाहिँ विशेष गरेर बाल शिक्षा पढाउनेलाई त्यस पछाडि चाहिँ मतलब त्यहाँ हुने चाहिँ के अरे सेवा दिने अथवा पिउनलाई दिने चाहिँ कुराहरू भनेको चाहिँ अथवा त्यहाँ हामीले चाहिँ बालबालिकाको निमित्त चाहिँ हामीले दिने पोसाकको कुराहरू भनेको त यहीँबाट बनाएर यहाँबाट डिस्ट्रिब्युसन गर्यो भने त त्यहाँ बाँड्नु राम्रो होला नि त। त्यो एक गरेर दिएर त साध्य हुन्छ र हुँदैन नि। त्यसो हुनाले ती बजेटमा के हामीले राजनीतिक दलको मान्छेहरूले के क्लियर हुन जरुरी छ भने नगरपालिकामा राखेको बजेटहरू पनि टेन्टेटिभली बाँड्ने भनेको चाहिँ त्यो वार्डले नै। जस्तो उदाहरणको लागि कन्काई नगरपालिकाले चाहिँ हामीले मोटर किन्ने भनेर 40 लाख रुपियाँ बजेट राख्यो भने त्यो बेलामा मागको आधारमा हामीले त्यो सबै वार्डलाई नै बाँड्न दिने हो। त्यहीँबाट जान्छ त्यो डिस्ट्रिब्युसनको कुराहरू भनेको। त्यसो हुनाले गर्दाखेरि नगरमा रहेको बजेट भनेको चाहिँ त्यो खास मान्छेले आफूले जहाँ पाए त्यही तोक लगाएर दिने खालको कुराहरू हुँदैन। त्यो धेरै भयो भने त्यस्तो खालको बजेटहरू भनेको चाहिँ मुस्किलले 40-50 लाख रुपियाँ पैसा हुन् 15 लाख रुपियाँ पैसा भनेको चाहिँ त्यो पनि हामीले विधिले तय गरेको छ। जस्तो उदाहरणको लागि हामीले उपचार गर्ने मान्छेलाई जसलाई असाध्य रोग लागेको छ त्यो खालको मान्छेलाई स्वास्थ्यको निमित्त चाहिँ हामीले के अरे त्यो सुविधा दिँदाखेरि हामीले 15 लाख रुपियाँ बजेट छुट्याएका छौँ। त्यसमा पनि हामीले चाहिँ कार्यविधि पास गरेका छौँ जुन कार्यविधिले चाहिँ यो खालको मान्छेलाई यतिसम्म सहयोग गर्न सकिन्छ भन्ने अनुसारमा हामीले गरेको हुन्छौँ। त्यो पनि मतलब चाहिँ वार्डबाट सिफारिस गरेर यहाँ जाने कुराहरू हुन्छ। त्यसो हुनाले त्यो निरपेक्ष ढङ्गले चाहिँ यहाँनिर त्यसरी बजेट रहेको हुँदैन। स्वास्थ्यको कुराहरू भनेको चाहिँ जस्तो वडामा पठाउने चाहिँ स्वास्थ्यको
के अरे आधारभूत स्वास्थ्य केन्द्रलाई 5-5 लाख रुपियाँ दिएको हुन्छ, त्यो यही राखेर आधारभूत स्वास्थ्य केन्द्रमा पठाइदिन्छ। त्यो कुराहरू पनि हामीले त्यो सबै कुराहरू यो वार्डमा जाने भनेर ढङ्गले त्यो वार्डले न त नगरले त्यसलाई एउटा कुनै हिसाबले खर्च गर्ने कुरा हुन्छ। त्यो चाहिँ एउटा स्वाभाविक रूपमा यहाँ रहेर जानुपर्ने कुराहरूले नै त्यस्तो कुराहरू देखिन्छ। र एउटा समस्या चाहिँ अब देखिन्छ, के समस्या देखिन्छ भन्दाखेरि हिजोभन्दा आज हाम्रो आफ्नो चाहिँ आन्तरिक आय स्रोतको कुराहरू हामीले एक झमट बढायौँ, त्यस पछाडि हामीले त्यत्रो धेरै बढाउन सकेका छैनौँ। अब यो नसकेको कुरालाई सकिएन नि भन्नुपर्छ। हाम्रो निमित्त चाहिँ पर्यटन पूर्वाधारको कुराहरूमा धेरै राम्रो सम्भावनाको छ, तर पटक पटक जुनसुकै सरकार भएको बेला पनि हामीले त्यहाँ माग राखिराख्दाखेरि त्यसपछि मतलब हामीले त्यो कुरालाई सम्बोधन गर्ने अवस्थाहरू हामीले पाइराखेका छैनौँ। र मैले छोटोमा के भन्न चाहन्छु भने यसपालि हामीले आम नागरिक आम आधारभूत वर्गको बिचमा चाहिँ जसले पानी भएर पनि खान पाउनु भएको छैन उहाँहरूलाई पानी खुवाउने गरेको कुराहरूमा हाम्रो बजेटले चाहे वार्डमा गएको होस् चाहे नगरमा रहेको बजेट होस् त्यसले सम्बोधन गर्नुपर्छ भन्ने कुराहरूमा हामीले चाहिँ मतलब त्यो कुराहरूलाई विशेष एउटा बजेटै करिब 1000 जनाभन्दा बढीलाई चाहिँ एउटा 5000 रुपियाँको दरले चाहिँ दिने कुराहरूमा 1000 भन्दा पनि बढीलाई दिने गरेको एउटा हामीले त्यो ढङ्गको चाहिँ आम उसको बिचमा चाहिँ हामीले त्यो कुराहरू गरेका छौँ। त्यस्तै गरेर हामीले अक्सिजनको सेवालाई त निःशुल्क हामीले प्रदान गरिराखेका छौँ। यो प्राणवायुलाई घर घरमा भन्ने एउटा कार्यक्रमको रूपमा चाहिँ अब हामीले त्यसलाई निःशुल्क चाहिँ हामीले नै डेलिभरी गर्ने गरेको यो कार्यक्रम यो वर्षदेखि यो कार्यक्रमहरू हामीले गर्न राखिराखेका छौँ। त्यसै हुनाले एउटा त्यस्तै गरेर अरू चाहिँ हामीले साङ्केतिक रूपमा अब हामीले खास गरेर सधैँभरि हामीले चाहिँ योभन्दा अगाडि 4%लाई पूर्ण निःशुल्क भनेको मतलब चाहिँ एउटा वार्डमा चाहिँ 1000 घर छ भने त्यसमा चाहिँ 40 घरले चाहिँ पूर्ण निःशुल्क बिमाको कुरा, त्यस पछाडि चाहिँ 80 घरले चाहिँ आदि बिमाको कुरा थियो भने त्यो भनेपछि 120 घर बराबर त्यसरी हामीले सम्बोधन गर्थ्यौँ भने 1000 घरमा। यसपालि त्यो सङ्ख्यालाई अझ बढी चाहिँ हामीले चाहिँ बढाउने कोसिस गरेका छौँ। त्यस्तै गरेर यो वर्ष भर्खर जसले चाहिँ मतलब 50% सेयरमा चाहिँ यो के अरे हाम्रो चाहिँ मोटर लाने कुराहरू सिँचाइको मोटरहरू त्यो चाहिँ भर्खर यो वर्ष पुर्याउनु पर्छ भन्ने हाम्रो चाहिँ लक्ष्य छ। अब कतिको मतलब सम्भव हुन्छ तर हामीले त्यो ढङ्गले बजेटलाई चाहिँ व्यवस्थापन गरेर त्यो ढङ्गले वितरण गर्नुपर्छ भन्ने सोचमा छौँ। सायद सम्भव हुन्छ कि भन्ने हामीलाई लागेको छ। त्यस्तै गरेर यहाँलाई थाहा छ चाहिँ हाम्रो विमलेजीलाई विष्णु भाइलाई कि हामीले चाहिँ मतलब धेरै कोसिस गरेर मतलब यो वार्ड नम्बर 2 जस्तो चाहिँ एउटा चाहिँ मतलब एउटा राम्रो ठाउँ सम्भावनाको तरकारीको सम्भावनाको हुँदाहुँदै पनि त्यो ठाउँमा सिँचाइ अभाव थियो। अहिले धेरै ठाउँमा हामीले त्यो सिँचाइको कुराहरू चाहिँ गर्न सकेका छौँ। त्यसलाई निरन्तर रूपमा चाहिँ हामीले त्यसलाई जोडिराखेका छौँ। र म के भन्न चाहन्छु भने यहाँले यो दिएको चाहिँ सल्लाह सुझाव र एउटा प्रोत्साहनले हामीलाई सकेसम्म हामीले नागरिकको निमित्त काम गर्नुपर्छ भन्ने कुराहरूमा हामीलाई जहिले पनि उत्प्रेरित गरेको छ।